आज चाहिँ मेरो लन्चमा रहेको छ फिङ्गर, अन्त यहाँ छ स्ट्रबेरी, यहाँ चाहिँ अदुवा लसुन खोर्सानीको पेस्ट बनाएको छु र यहाँ चाहिँ छ फर्सीको सब्जी। यो फर्सीको सब्जी चाहिँ मैले यस्तो मजाले बनाएको छु र यो पिरो पनि एकदमै पिरो भएको छ र पनि मैले यो पेस्ट अचार चाहिँ अब बनाएँ किनभने मलाई अदुवा लसुनको अचार खान मन लागेर। र म चाहिँ स्ट्रबेरी त्यतिकै खाँदा खाँदा वाक्कै भयो, त्यही भएर आज चाहिँ खानासँग खाइदिनु पर्यो भनेर नि सुरु गरेँ है त। फर्सीको सब्जी चाहिँ यस्तो भएको छ है साथीहरू। यो फर्सीमा चाहिँ मैले बदम तेल भुटेर चाहिँ पिसेर हालेको छु, अनि सुक्खा खोर्सानी पनि तेलमा भुटेर पिसेर हालेको, एकदम मजाको फ्लेभर आइरहेको छ। अन्त साथसाथै यसमा मसलाहरू हालेर म्यागी मसलाहरू। ल खाएँ त साथीहरू। स्ट्रबेरी अचारसँग